के तपाईहरु पनि आफ्नो मोबाइललाई बेच्न र सट्टापट्टा गर्न जाँदै हुनुहुन्छ वा मोबाइल पसलमा गएर आफ्नो मोबाइल दिएर अर्को मोबाइल लिने सोचमा हुनुहुन्छ? अहिलेको समयमा धेरै जसोले आफ्नो पुरानो मोबाइल दिएर अर्को नयाँ मोबाइल लिन खोज्नुहुन्छ किनकि आफ्नो मोबाइल पुरानो भइसकेको हुन्छ। यस्तो अवस्थामा तपाईको डेटा लिक हुने सम्भावना धेरै हुन्छ। यदि तपाईको मोबाइल स्विच अन छ भने त तपाईले आफ्नो डेटा जस्तै फोटो, भिडियो र फाइललाई सजिलैसित डिलिट गर्न सक्नुहुन्छ मोबाइल रिसेट वा फर्मेट गरेर। तर स्विच अफ भएको अवस्थामा भने डेटाहरूलाई मेटाउन गाह्रो हुन्छ किनकि पुरानो मोबाइल स्विच अन नै हुँदैन। यदि तपाईको मोबाइल स्विच अन छ भने त तपाईले आफ्नो डेटा जस्तै फोटो, भिडियो र फाइललाई सजिलैसित डिलिट गर्न सक्नुहुन्छ मोबाइललाई रिसेट वा फर्मेट गरेर। तर स्विच अफ भएको अवस्थामा भने डेटाहरूलाई मेटाउन गाह्रो हुन्छ किनकि पुरानो मोबाइल स्विच अन नै हुँदैन। तपाई पनि मोबाइललाई स्विच अन नगरिकन आफ्नो पुरानो मोबाइलमा भएको फोटो, भिडियो र फाइललाई डिलिट गरेर आफ्नो प्राइभेसीलाई सुरक्षित राख्न चाहनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि महत्त्वपूर्ण हुनेछ। आउनुस् आजको यो भिडियोमा पुरानो मोबाइल स्विच अफ भएको खण्डमा पनि त्यो मोबाइलमा रहेको डेटालाई कसरी मोबाइललाई स्विच अन नगरिकनै डिलिट गर्न सकिन्छ यो भिडियोमा जानौं। यसको लागि तपाईहरु चाहिँ आफ्नो मोबाइलको सेटिङमा जानु होला र सेटिङमा गइसकेपछि तपाईहरु चाहिँ गुगल भन्ने अप्सनमा जानु होला र यसको लागि तपाईहरु चाहिँ आफ्नो पुरानो मोबाइलमा रहेको जुन गुगल एकाउन्ट रहेको छ त्यो मोबाइल चाहिँ त्यो गुगल एकाउन्ट चाहिँ आफ्नो नयाँ मोबाइलमा लगइन गर्नु पर्नेछ र यति गरिसकेपछि तपाईहरु चाहिँ आफ्नो सेटिङमा गएर गुगल भन्ने अप्सनमा जानु होला। लोड हुँदैछ र यति गरिसकेपछि तपाईहरु चाहिँ आफ्नो मोबाइलमा गुगलमा गइसकेपछि फाइन्ड माई डिभाइस भन्ने अप्सनमा जानु होला, ओपन गर्नु होला र यति गरिसकेपछि तपाईहरुको चाहिँ आफ्नो गुगल एकाउन्ट चाहिँ कहाँ कुन डिभाइसमा लगइन भएको छ त्यो सबै देखाउनेछ र यसमा तपाईहरु चाहिँ आफ्नो पुरानो मोबाइलमा रहेको गुगल एकाउन्ट लगइन भएको मोबाइलमा क्लिक गर्नु होला। म पुरानो मोबाइलमा यो चाहिँ मेरो पुरानो मोबाइल रहेको छ MI को MI3 भन्ने मोबाइल रहेको छ। यसमा मेरो पुरानो डेटाहरु चाहिँ मलाई मेटाउन खोज्दैछु र म मेटाउन चाहन्छु र यसमा तपाईहरु चाहिँ आफ्नो पुरानो मोबाइलमा यसरी क्लिक गरिसकेपछि तपाईहरुको यो कुनामा रहेको यो सेटिङ भन्ने अप्सनमा जानु होला र यति गरिसकेपछि तल रहेको यो फ्याक्ट्री रिसेट MI3 भन्ने जुन अप्सन रहेको छ यसमा क्लिक गर्नु होला। यति गर्यो भने तपाईले चाहिँ आफ्नो पुरानो मोबाइलमा रहेको गुगल एकाउन्टमा कनेक्ट भएको फोटो, भिडियो र हरेक फाइलहरु चाहिँ तपाईले चाहिँ डिलिट गर्न सक्नुहुन्छ यो मोबाइल रिसेट गरेर। र तपाईहरुको कस्तो हुन्छ भने तपाईको मोबाइल अफ भएको अवस्थामा पनि तपाईले अर्को मोबाइलमा आफ्नो त्यो गुगल एकाउन्ट लगइन गरेर त्यो मोबाइल डिभाइस चुज गरेर तपाईले चाहिँ आफ्नो डेटा प्राइभेसीहरुलाई चाहिँ डिलिट गर्न सक्नुहुन्छ। यसरी तपाईहरुको चाहिँ फ्याक्ट्री रिसेट MI3 भन्ने अप्सनमा क्लिक गर्नु होला। यसरी चाहिँ तपाईले रिसेटमा क्लिक गर्नु होला र यसमा रिसेट भन्ने अप्सन रहेको छ यसमा रिसेट हुन्छ र यसरी तपाईहरुको स्विच अन नभएको खण्डमा पनि तपाईले चाहिँ अर्कै मोबाइलबाट तपाईहरुको पुरानो मोबाइलमा रहेको डेटा प्राइभेसी गुगल एकाउन्टलाई सजिलैसित फर्मेट वा रिसेट गर्न सक्नुहुन्छ। आजको यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? भिडियो मन परे भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरेर साथ दिनु होला किनकि यस्तै भिडियोहरु म मेरो च्यानलमा अपलोड गर्ने गर्छु। आजको यो भिडियोमा यति नै। फेरि पनि अर्को नेक्स्ट भिडियोमा भेट्ने बाचा गर्दै आजलाई बाइ बाइ।